रुबी भ्यालीमा जलविद्युत विकासको अवसर कि स्थानीय अधिकारको परीक्षा। नमस्कार, आजको भिडियोमा धादिङ जिल्लाको उत्तरी भेग प्राकृतिक सम्पदाले सम्पन्न रुबी भ्याली गाउँपालिकासँग केन्द्रित छ। यहाँ तीव्र रूपमा अघि बढिरहेका जलविद्युत आयोजनाहरूले विकासको नयाँ आशा जगाएका छन्, तर सँगै एउटा गम्भीर प्रश्न पनि उठेको छ। के यो विकास स्थानीय जनताको अधिकारको सम्मान गर्दै अघि बढिरहेको छ त? सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गरौँ, हामी विकास विरोधी पक्कै होइनौँ। हामी रुबी भ्यालीमा लगानी होस्, उद्योग आउन्, रोजगारी सृजना होस्, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास होस् भन्ने पक्षमा छौँ। गणेश हिमालबाट बग्ने आँखु नदी लगायतका जलस्रोतले रुबी भ्यालीलाई नेपालको महत्त्वपूर्ण जलविद्युत केन्द्र बनाउने सक्ने क्षमता राख्दछ। अहिले विभिन्न चरणमा रहेका जलविद्युत आयोजनाहरूले यो सम्भावनालाई यथार्थमा बदल्ने सङ्केत दिएका छन्। तर विकासको वास्तविक अर्थ केवल मेगावाट उत्पादन होइन। विकासको अर्थ स्थानीय नागरिकको सम्मान, अधिकारको संरक्षण र न्यायपूर्ण लाभको सुनिश्चितता पनि हो। आजसम्म काठमाडौँ, धादिङबेसी, रुबी भ्यालीमा विभिन्न बैठकहरू सम्पन्न भएर सार्वजनिक भएको समाचार आएका छन्। तर एउटा सामान्य स्थानीय नागरिकले मनमा प्रश्न गरेको छ कि यी आधारभूतहरू जनताको हितमा छन्? ती बैठकबाट के ठोस निर्णय भयो त? स्थानीय जनताको हितका लागि के सहमति भयो? कसले के जिम्मेवारी लियो? तर यी निर्णयहरूको कार्यान्वयन कहाँ पुग्यो? यी प्रश्नहरूको स्पष्ट र सार्वजनिक उत्तर दिनु सम्बन्धित सबै पक्षको दायित्व हो। किनकि लोकतन्त्रमा विकास जनताको विश्वासबाट अघि बढ्छ, गोप्य निर्णयबाट होइन। अब स्थानीय जनताले पनि आफ्ना अधिकारका विषयमा स्पष्ट जानकारी माग्ने समय आएको छ। जग्गा अधिग्रहण गर्दा क्षतिपूर्ति कसरी निर्धारण गरिँदैछ? सबै प्रभावित परिवारले समान व्यवहार पाएका छन् कि छैनन्? स्थानीय युवाले रोजगारीका लागि के कस्ता प्राथमिकता भएका छन्? सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ र सिप विकासका आयोजनाहरूका लागि कति जिम्मेवार हुनेछन्? वातावरणीय प्रभाव मूल्याङ्कन र सामाजिक प्रभाव मूल्याङ्कनका प्रतिवेदन स्थानीय जनताले सहज रूपमा हेर्न र बुझ्न पाएका छ कि छैनन्? यी कुनै अतिरिक्त सुविधा होइनन्, यी स्थानीय समुदायका कानुनी अधिकार हुन्। यदि विकासको लाभ केही व्यक्तिमा मात्रै सीमित भयो र वास्तविक प्रभावित समुदाय पछि पर्यो भने त्यसको भविष्य अविश्वास र सामाजिक तनाव सिर्जना गर्न सक्छ। त्यसैले अहिले सबैभन्दा आवश्यक कुरो आरोप प्रत्यारोप होइन, आवश्यक कुरा हो पारदर्शिता, कानुनी प्रक्रिया, नियमित संवाद र सार्वजनिक जवाबदेहिता। यस विषयमा रुबी भ्याली गाउँपालिकाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। विशेष गरी गाउँपालिका प्रमुख रामसिंह तामाङ तथा सम्पूर्ण जनप्रतिनिधिहरू स्थानीय जनताको अधिकार र हितको संरक्षण गर्न कानुन तथा नैतिक दुवै रूपमा जिम्मेवार छन्। स्थानीय जनताको अपेक्षा पनि यही छ कि गाउँपालिकाले निष्पक्ष समन्वयकारी भूमिका खेलोस्, जनताको आवाज सम्बन्धित निकाय र आयोजनासम्म प्रभावकारी रूपमा पुगोस् र हर निर्णय गर्दा पारदर्शी र सार्वजनिक होस्। त्यसैगरी रुबी भ्यालीको विकाससँग जोडिएका पूर्व मन्त्री द्वय बुद्धिमान तामाङ, डम्बर तामाङ, सभासदहरू सरस्वती लामा, बोधनारायण श्रेष्ठ, बसुमाया तामाङ लगायतका जनप्रतिनिधिहरूले पनि आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्नु आवश्यक छ। जनताले जान्न चाहेका छन्, स्थानीय अधिकार संरक्षणका लागि अहिलेसम्म के पहल भएको छ त? यदि समस्या छ भने समाधानका लागि सबै पक्षलाई एउटै टेबलमा ल्याउने पहल कसले गर्ने? यस्ता प्रश्नहरूको उत्तर जनताले पाउनुपर्छ। अन्त्यमा रुबी भ्यालीमा जलविद्युत आउनु स्वागत योग्य छ, तर विकासको नाममा स्थानीय समुदायको अधिकार कमजोर हुनु हुँदैन। प्राकृतिक स्रोत हाम्रो साझा सम्पत्ति हो। विकास पनि सबैका लागि हुनुपर्छ। त्यसैले विकासको लाभ पनि न्यायपूर्ण रूपमा स्थानीय जनता सामु पुग्नै पर्छ। हामी लगानीका विरोधी होइनौँ, हामी अन्यायका विरोधी हौँ। हामी विकास रोक्न चाहँदैनौँ, हामी विकासलाई पारदर्शी, न्यायपूर्ण, वातावरण मैत्री र स्थानीय जनताको हितमा चाहन्छौँ। किनभने अन्ततः रुबी भ्यालीको भविष्य केही व्यक्ति वा केही संस्था होइन, यो सम्पूर्ण रुबी भ्यालीवासीको साझा भविष्य हो। आजलाई यति नै। आजको प्रस्तुति कस्तो लाग्यो? आवश्यक सुझाव तथा प्रतिक्रिया दिनुहोला। हस्त, नमस्कार, लासो फ्याफुल्ला।